यति हात्तिएर किन आइक्यो? के हुनु नि बुवा, हाम्रो घरमा कहिल्यै घर नघटेको घटना घट्यो नि। र आएर त्यत्रो 50,000 रुपियाँ लुटेर गए। के 50,000? ए मेरो बिर्सिने बानी के? होइन बुवा, 10,000 पो हो त। 10,000 गयो त के भयो त बुहारी? तिमी बाँचेर आयौ त्यही नै हाम्रो लागि ठुलो कुरा हो। पैसा त पछितिर कमाउँदै गरौँला नि। बुहारी छोडिदेऊ त्यो 10,000 को के कुरा हार्नु। अब तिमी पनि धेरै पिर नल्याऊ। अब त्यो जे जस्तो हुन्छ सम्हालौँला। अब भइगयो बुहारी, पिर नल्याऊ अब। त्यो त हो बुवा, तर त्यो घर खर्च र नातिनीको फी तिर्ने पैसा के गर्ने होला है? भइगयो बुहारी, धेरै पिर नल्याऊ। मेरो 1-2 महिनाको भत्ता आउन लागेको छ, त्यही भत्ताले तिरौँला। धन्यवाद छ बुवा तपाईँलाई। तपाईँले हाम्रो लागि यस्तो सोच्नु हुँदो रहेछ। तपाईँको यो गुण हामी कहिले पनि बिर्सिने छैन। माफ गरिदिनुहोस् बुवा, आजदेखि मैले तपाईँलाई कहिले पनि अत्याचार गर्ने छैन। तपाईँले मैले आजसम्म गरेको अत्याचारको आज मलाई पीडा भइरहेको छ बुवा। भइगयो बुहारी, अब यो सब छोडिदेऊ। अब आफ्नै घरका मान्छेले भनेको त के पिर लिनु अब यस्तो। अब भइगयो, छोडिदेऊ अब यो कुरा। बुवा, मैले तपाईँलाई एउटा कुरा पनि ढाँटेको छु बुवा। के कुरा लुकाएको थियो बुहारी? बुवा, तपाईँको छोराले 10,000 होइन 50,000 पठाउनु भएको थियो।